दर्शकबिन आफ्नो श्रीमानको लागि भुन्टी जस्तो सुकै पीडा पनि सहन तयार छिन्, जस्तो सुकै कार्य पनि गर्न तयार छिन्। तर अर्कोतिर उनकै नन्द भूमिकाले उनलाई मानसिक यातना दिइरहेकी छिन्, उनीमाथि कुटपिट गरिरहेकी छिन्। हो दर्शकबिन हामी कुरा गर्दैछौँ भुन्टीबाग 269 को बारेमा। भुन्टीबाग 269 मा भुन्टीकी नन्दले भुन्टीमाथि यतिखेर उनलाई बानेर यतिखेर उनलाई आक्रमण गरिरहेकी छिन्, उनलाई कुटपिट गरिरहेकी छिन्। दर्शकबिन आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ भुन्टीबाग 270 मा के हुन सक्छ त आउनुहोस् दर्शकबिन आजको भिडियो सुरु गरौँ। दर्शकबिन भुन्टीबाग 268 मा आफ्नै नन्द भूमिकाले भुन्टीमाथि बलात्कार गर्न लगाएको भनेर उनलाई आरोप लगाएकी थिइन् र अर्कोतिर आफ्नै श्रीमानले भुन्टीलाई विश्वास नगरेर उनलाई जेलतर्फ लगिरहेका थिए। आफ्नो श्रीमानले आफूमाथि विश्वास नगरेपछि घर परिवारले चाहिँदो नचाहिँदो आरोप लगाएपछि भुन्टी घरमा गएर चक्कर आएर लडेकी थिइन्। भुन्टीलाई चक्कर आएर लडेपछि भुन्टीलाई अस्पताल लगेको थियो। अस्पतालमा भुन्टीको उपचार गरेपछि उनी घरतर्फ आएकी थिइन्। भुन्टीलाई घरमा ल्याइसकेपछि यतिखेर भने भुन्टीबाग 269 मा भुन्टीलाई भुन्टीकी नन्द भूमिकाले बाँधेर उनलाई कुटपिट गरिरहेकी छिन्। हो दर्शकबिन भुन्टीलाई कुटपिट गर्नै लाग्दा भुन्टीका दाइ टोकले आएर भुन्टीलाई बचाएका छन्। भुन्टीकी नन्द भूमिकालाई पनि एक थप्पड हानेका छन्। दर्शकबिन भूमिकाले यो सब किन गरिरहेकी छिन्? भुन्टी जस्ती भाउजू पाउनु त भूमिकाको भाग्यमा लेखेर आएको हो। भुन्टीले कहिले पनि आफ्नो घर परिवारको कुबोलो चिताइनन्, सधैँ उनीहरूको शुभ मात्र चिताइरहन्। आफ्नो श्रीमानको लागि उनी जस्तो सुकै पीडासँग पनि जुझ्न तयार छिन्। आफ्नो पीडालाई लुकाएर भए पनि भुन्टीले आफ्नो घर परिवार र श्रीमानको लागि उनले सधैँ अघि बढिन्। तर दर्शकबिन भुन्टीलाई भने यतिखेर भुन्टीका आफ्नै श्रीमान भूपेन्द्रले पनि विश्वास गरिरहेका छैनन्। भुन्टीले जुन श्रीमानको लागि आफ्नो माइतीको सबै घर परिवार छोडिन्, आफ्नो सप्तक छोडिन्, आज उनै श्रीमानले भुन्टीलाई विश्वास गरेका छैनन्। आफ्नै श्रीमानले आफूलाई विश्वास नगरेको देख्दा भुन्टीको मन कति रुन्छ होला। दर्शकबिन यतिखेर भने भुन्टी साह्रै निराश छिन्। आफ्नो श्रीमानले आफूलाई विश्वास नगरेपछि कस्तो हुन्छ भन्ने कुरा तपाईहरूलाई थाहा नै होला। भुन्टीलाई भुन्टीका देवर र नन्द भने यतिखेर भुन्टीलाई जसरी पनि जेल लिएरै छाड्नुपर्छ भन्ने पक्षमा छन् भने भुन्टीका श्रीमान पनि यतिखेर भुन्टीको विपक्षमा उत्रिएका छन्। भुन्टीकी नन्दले भुन्टीलाई चाहिँदो नचाहिँदो आरोप लगाएकी छिन्। भुन्टीलाई आफूमाथि भुन्टीले जबरजस्ती गर्न लगाएकी हुन् भनेर भुन्टीकी नन्द भूमिकाले उनलाई आरोप लगाएकी थिइन् र भुन्टीका देवर भीमले पनि भुन्टीकी नन्द भूमिकाको सपोर्ट गरेर भुन्टीलाई आरोप लगाएर भुन्टीका श्रीमान भूपेन्द्रलाई उनीहरूले झुक्काएर यतिखेर भुन्टीलाई जेलमा लिँदैछन्। दर्शकबिन तपाईहरूलाई के लाग्छ? भुन्टी यतिखेर बिरामी छिन् तैपनि उनीहरू के भुन्टीलाई जेलमा लेलान् त? दर्शकबिन तपाईहरूलाई यस विषयमा के लाग्छ? तपाईहरूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा गएर आफ्नो विचार लेख्न पनि नभुल्नुहोला। हस्त दर्शकबिन आजको यस भिडियोबाट बिदा हुन्छु। भिडियो मन परेको भए भिडियोलाई एक लाइक गर्नुहोला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई एक सब्स्क्राइब गरी भिडियोलाई सक्दो सेयर गर्नुहोला। हस्त दर्शकबिन आजको यस भिडियोबाट म चक्र जोशी पनि बिदा हुन चाहन्छु। चक्र सर्ट्स अफिसियल च्यानल हेर्दै गर्नुहोला। हस्त धन्यवाद। जय देश जय नेपाल।